यो एकल महिला भएर सन्तान हुर्काउनु भन्दा सजिलो चाहिँ सजिलै संसार त्याग्नु सजिलो भन्छन्। एकदम यो यथार्थ नै हो कि एउटा एकल आमालाई अनि त्यो जस्तो नाबालक टुरी जस्तो हुन्छ नि त त्यो बच्चा बाउ बिनाको बच्चा त त्यो बच्चालाई हरेक कुराहरूबाट माथि उचाल्नको लागि एकदमै सङ्घर्ष गर्नुपर्छ कि आमाले। ती महान आमाले मात्र गर्न सक्छिन् बच्चालाई त्यो काम। जस्तो तस्तो आमाहरू कतिपय कुराहरू देखिन्छ नि सडकमै छोडेर हिँडेको हरेक कुराहरूले बच्चाहरूलाई त्यागेको। तर यो बच्चाहरूलाई एक्लो सङ्घर्ष गरेर यो समाजको परिवेश देखाउनलाई एकदमै सङ्घर्ष छ कि आमालाई। के कस्ता सङ्घर्ष छ के कस्ता कठिनाइ भोग्नु पर्यो यहाँको लाइफमा? मेरो जीवनमा त अब भनौँ भने एउटा कथा नै बन्छ होइन। त्यो अहिले जब म विवाह गरेर श्रीमानको घर गइसके पछाडि मेरो जिन्दगीमा कुनै दिन पनि त्यस्तो राम्रो क्षण आएन कि। किन? सबै घर परिवार सबैबाट हुन्छ नि मायाको कुनै ठाउँमा मायाको आवाज नभसी त एउटा छोरी मान्छेलाई अर्का घर त गाह्रै हुन्छ नि होइन। अझ त्यसैमाथि पनि अब जुन भने श्रीमानको माया के हो भनेर थाहा नै छैन अहिलेसम्म। अनि बच्चा बच्चीको आमा हुँदा भोगेका पीडाहरू त कसलाई सुनाउने यहाँ। पीडाहरू त आफ्नो ठाउँमा छँदै थिए तैपनि फेरि दुईजना मिलेर सङ्घर्ष गर्नु र एक्लै सङ्घर्ष गर्नुमा धरती आसमान फरक छ कि। मैले तपाईँको पछिल्लो अन्तर्वार्ताहरू त हेरेको छैन झुट नबोली भन्नुपर्दा, र मेरो हेर्ने चलन पनि छैन। किन हेर्दिनँ सबै चिज थाहा भएपछि के सोध्नु भन्ने हुन्छ होइन। जस्तै अघि मैले सरलाई सोधेको प्रश्नको जवाब त्यो ठाउँमा दिइसक्नु भएको रहेछ, तर मैले हेरेको थिइनँ। फेरि सोधेँ रिकल भयो नयाँ चिज। मैले बिहान लालीगुराँसको इन्टरभ्यू हेरिँदाखेरि तपाईँ भाग्नु भएको रहेछ होइन, विवाह नगर्नुभएको भागेर जानुभएको होइन। सो एउटा फेरि भागेर विवाह गरेपछि र जुन भनौँ न हस्बेन्डको फ्यामिलीबाट नै तिरस्कार पाएपछि अझ गाह्रो हुने हो। त्यस्तो भन्दा नि हाम्रो कास्टहरू सबै मिल्ने हो। अनि भागेर विवाह गरेँ म पनि बच्चै होइन 14-15 वर्षको बच्चा अब खासै त्यस्तो पाएको त हुन्न, मभन्दा उहाँ चाहिँ अलिकति एजेडै हुनुहुन्थ्यो। तर पनि भागेर विवाह गरेको भन्दा पनि अलिकति तेरो माइतबाट दाइजो के ल्याइस् भन्ने तरिकाको के। तर अहिलेसम्म पनि हाम्रो अब त्यस्तो पुरै विधि बाँधेर विवाह चाहिँ भएको होइन, यत्तिकै छुट्यौँ क्या हामी। मेरो सिन्दुरमा अहिलेसम्म मेरो शिरमा उहाँको सिन्दुर परेकै होइन कि। भनेपछि मेरो त्यो हुन्छ नि अब हाम्रो यो सामाजिक रीतिरिवाज अनुसारको विवाह नै भएको छैन। त्यो विवाह दर्ताहरू पनि छैन? छ, विवाह दर्ता छ, तर हुन्छ नि अब श्रीमानको हातको सिन्दुर लाउने सायद त्यो कर्ममै थिएन होला। सम्बन्ध किन विच्छेद हुन्छ? सम्बन्ध त एउटा जो श्रीमान श्रीमतीमा विश्वास हुन्न र एउटा श्रीमानले आफ्नो श्रीमतीको भन्दा बाहिरीको कुरा बढी विश्वास गर्छ र यथार्थ नबुझिकन उसले आफ्नो निर्णय लिन्छ नि, जब त्यहाँ सम्बन्ध बिग्रिन्छ। सेम त्यही श्रीमतीले पनि गर्यो भने त्यही सम्बन्ध बिग्रिन्छ कि। एउटा एकल आमा अब त्यो सन्तानले न बाबाको माया पाइरहेको छ अनि बिचमा चटक्क ती सन्तानलाई नेपालमा छोडेर विदेश हिँड्नु पर्दा त्यो बेला के भएको थियो? त्यो त कस्तो भने मैले मेरो रहर चाहनाले मैले छोडेकै होइन कि। एक सेकेन्ड पनि आफ्नो बच्चा अगाडि नदेख्दा छटपटाउने आमाको मन, सातै समुद्र पार गरेर त्यो बच्चालाई छोडेर जाँदा त कति पीडा भयो कि। परदेशिनु भनेको त एउटा राम्रोसँग बाँचे फर्केर आउने त हो नि होइन, मरे त एउटा उसको लास पनि आउन्न सायद। तर मैले आफ्नो बच्चाहरूको भविष्यको लागि र उनीहरूकै खुसीकै लागि मैले आफ्नो हरेक खुसीहरू पाइतला मुनि राखेर मारेर नै म विदेश गएको। कति गाह्रो भएको थियो त्यो टाइम जब सन्तानलाई नेपालमा छाडेर तपाईँ? एकदम गाह्रो। जब मेरो भिजा लाए पछाडि म सायद म कसरी हिँडिरहला जस्तो के, जति बच्चाहरूलाई देख्छु त्यति रुन मन लाग्ने कि अब म छोडेर जाँदैछु होइन, तिमीहरूबाट टाढा हुँदैछु। कति रात त म अनिँदै बसेँ कि, सुतेन। कति छाक त मैले खानै खाएन कि। त्यो पीडा यत्तिकै पीडा के। पहिला कुरा एक्लै छु होइन, उहाँ आफ्नो श्रीमान हुन्थ्यो भने अब उहीँ जाँदैछु भन्ने हुन्थ्यो होला, अलिकति केही पीडा त उस हुन्थेन। तर म त उहाँ पनि कोही छैन अनि यहाँ बच्चाहरू छोडेर जाँदा कति के भन्नै सक्दिनँ त्यो पीडा त। यो एकल आमा भएपछि चाहिँ जोसँग बोल्यो त्यससँग बात लगाइ पनि दिन्छन् त्यो त नि होइन नि, रियल मैले भोगेको कुरा पनि हो त्यो, एकदम यथार्थ रियालिटी त्यही हो के। जब मलाई के लाग्छ भने एउटा
एकल नारी एकल पुरुष यो समाजमा बाँच्ने अधिकारै छैन जस्तो लाग्छ एकल पुरुषलाई धेरै गाह्रो नहोला महिलालाई जति है के हो अब त्यो पुरुषको ठाउँमा भोग्नेलाई थाहा हुन्छ होला हैन गाह्रै छ है गाह्रो कस्तो मानेमा छ भने तपाईको अब घरमा एक त घरभित्रै गाह्रो छ महिला भएको घर र महिला नभएको घरमा घरभित्रै गाह्रो छ मलाई थाहा हुन्न कि हुन त मैले त्यस्तो भन्न खोजे हैन मलाई मेरो कपडाहरू कहाँ छ के चिज कहाँ छ मलाई केही थाहा हुन्न क्या म त्यो अवस्थामा आएँ यो उनीसँग जोडिएको लगभग 17-18 वर्षको यो टाइममा म त्यसरी आएँ उनले मलाई त्यो वातावरणमा आज यहाँसम्म पुर्याउनु जुन खालको काम गरिन् तर त्यो फेरि म त्यही उनी नभएको अवस्थामा फेरि पुग्दाखेरि धेरै गाह्रो एक त त्यो घरभित्रै समस्या छ बाहिर निस्कन्छु घरमा बत्ती बलिरहेको हुन्छ निभाइदिने मान्छे हुन्न हैन अनि तल जान्छु गाडी भए ठाउँमा घरमा गेट हुन्छ गेटको चाबी खुलेको हुन्न त्यो चाबी पनि मैले खोज्दै जानुपर्छ हैन मैले भोगेका कुरा अनि त्यसपछि अलि बाहिर निस्किन्छु समाजमा निस्किन्छु अनि कसैको फोन आउँछ फोन आएपछि यसो वरिपरि कसैले हेरिरहेको हुन्छ कोसँग बोल्दै होला भन्ने हैन त्यस्तो पनि हुन्छ अनि अनि अरू साथीभाइको बीचमा पुग्छु त्यहाँबाट अनि जोसँग पनि नाम जोडिदिन सजिलो हैन अझ एक त हाम्रो कलाकारिता क्षेत्र अनि गीत गाउने बेलामा पनि विषयवस्तु नि यही भन्छ हैन त्यो त एउटा कलाकारिताको क्षेत्रको कुरा त्यसमा त अन्यथा केही छैन तैपनि फरक छ अनि अर्को कुरा बेलुका अब काम बाहिर बल्ल बल्ल बाहिरको तनाव सकायो अब घरमा बाबु नानीहरूले खाना खाए कि खाएन खाजा खाए कि खाएन यस्तो टेन्सन हुन्छ कि योभन्दा 15 वर्ष अगाडि मैले एक छाक खाएँ एक छाक खाएन जीवनमा त मलाई ठिक थियो तर आज म 2 छाकै खान सक्ने अवस्थामा छु तर अहिले फेरि आएर त्यो बाबु नानीहरूले खाना पायो कि पाएन छ तर तिनीहरू टाइममा खायो कि खाएन किनेर ल्यायो कि ल्याएन त्यहाँ घरमा खाऊ बाबु भनिदिने मान्छे भएन त्यो भएपछि तिनीहरू भोकै छन् कि भन्ने पनि मलाई एकदम ठुलो पीडा छ एकल पुरुष हुँदा पनि पीडा छ ठिकै अघितिर कन्टिन्यू गरौँ जोसँग बोल्यो उसँग बात लगाइदिने होइन अनि भनौँ न खुलेर बोल्न नपाउने यो चिजहरू चाहिँ किन के छोरी मान्छेमा जहिले पनि खै अब म नै अन्यलमा छु के कुरामा तर यो समाज जबसम्म समाजमा बस्ने मान्छेको सोच परिवर्तन हुन्न नि तब म जस्ता एकल आमालाई धेरै सङ्घर्ष गर्दा पनि उनीहरूले कुनै ठाउँ पाएको हुन्नन् के जोसँग बोल्यो उसैसँग फलानीसँग हिँड्छ है भन्ने कुरा के कामले त बोल्न पर्यो नि अब छोरी मान्छेसँग मात्र काम गरेर त पुग्दैन नि त हामीलाई छोरा मान्छेसँग पनि जोडिनुपर्छ दोस्रो कुरा फेरि हाम्रो यो अब कलाकारिता क्षेत्रमा जोसँग नि मनमा जति पीडा भयो नि हाँसेर हिँड्न पर्ने के आफ्नो मनमा पीडा छ दर्शकको अगाडि हजारौँ जनालाई नचाउन पर्ने त्यस्तो गर्नुपर्ने तर यो मैले भोगे अनुसार चाहिँ एकदमै गाह्रो छोरी मान्छेलाई एकल आमालाई बाँच्न अत्यन्तै गाह्रो के त्यही भएर धेरै एकल आमाहरूले सुसाइड गर्ने कारण त्यो होला डिप्रेसनमा जाने कारण त्यही हो कहिले सोच आयो तर आजभोलि त मलाई आउँदैन पहिला सुरुमा झ्याप्प परे जस्तो भयो नि त मलाई त त्यो पीडा जब एउटा विवाह भइसके पनि श्रीमानको काखमै रमाउने बेलामा सबैको अब माया पाएर बस्ने बेलामा अब 2-2टा बच्चा लिएर सानो बच्चाहरू लिएर अब घरबाट बाहिर निस्किँदाको पीडा तपाईँ निस्किनु भएको कि निकालिएको मलाई आफै उहाँहरूले नि अब यो मैले मिडिया अगाडि बोलेको होइन यथार्थ उहाँहरूले पनि हेर्नुहुन्छ भोलि उहाँहरूले मलाई चाहिँ मेरो घरमा बस्ने भए 4 लाख रुपियाँ पैसा तिरेर बस भन्नुभयो के गाउँमा म आफ्नै घर आफ्नो श्रीमानको घर कसरी पैसा तिरेर बस्न सक्छु अनि थियो मसँग केही पनि थिएन उहाँहरूको 2टा नातिना बाहेक केही पनि थिएन मसँग उहाँको छोरा मलेसियामै हुनुहुन्थ्यो सम्पर्कविहीन हुनुहुन्थ्यो केही थिएन र मलाई त मेरो बुवा मम्मीले पैसा पठाएर मैले चामल किनेर खुवाउँथेँ के बच्चाहरूलाई अनि
एकदम बर्खा मासमा बाबु 1 वर्षको थियो। उहाँहरूले निस्केर जा भनेपछि म यत्तिकै खाली हात निस्केको कि त्यो घरबाट। त्यो भएको भएर अनि मलाई चाहिँ कस्तो लाग्छ भने त्यो जब मैले त्यो दिनहरू भोगेँ नि तब मैले बच्चालाई एउटा दुध किनेर खुवाउने स्थिति थिएन कि मेरो। मैले अलि धेरै खाना खाएँ भने बच्चाहरूलाई बेलुका खाना पुग्दैन कि भनेर राख्ने मान्छे कि म। यो कुरा सम्झनै मन थिएन कि मलाई खासमा। त्यस्तो दिनहरू मैले पार गरेर आएँ कि। हुन्छ नि अब चाडबाडमा दसैँ तिहार आउने होइन, अनि सबै राम्रो राम्रो लुगाहरू लाउँथे कि अरूको बच्चाहरूले, तर मैले कहिले किन्न सकिनँ कि त्यो कपडाहरू। नानीहरूलाई मैले कहिले लगाइदिनै सकेन कि। अरू दिदीबहिनी गहना लाएर सुन लाएर टन्न जान्थे तिजमा, तर मैले कहिले लाउन पाएन कि। मेरा पनि इच्छा चाहनाहरू कति हुन्थ्यो होइन। मलाई यति थियो कि मैले बच्चाहरूलाई राम्रोसँग हुर्काउन पाए हुन्थ्यो। मेरो बाबाआमाले मलाई दिएको संस्कार मैले छोराछोरी त्याग्न हुन्न भन्ने मात्र थियो मलाई। जब मलाई आजभोलि कस्तो लाग्छ भने त्यो बेलामा सायद मेरो बाबुआमा नहुन्थ्यो भने नि म सुसाइड गर्थेँ कि। मैले बच्चाहरू समातेर छोरीलाई समातेर बाबुलाई हातमा राखेर म त्यो रामरेखाको डिलमा, म रामरेखानिर बस्थेँ, रामरेखाको डिलमा गएर म सुसाइड गर्छु भनेर पनि गएको कि। तर मलाई छोरीलाई हेरेको, छोरीले मलाई हेरेको होइन, म एकदमै रोएँ कि। छोरी मलाई हेरेर मम्मी कहाँ जाने हो यति राति भनेको क्या। अनि त्यस्तो भनेपछि म बच्चाको लागि भए पनि बाँच्नुपर्छ भनेर म फेरि फर्केँ। फर्के पछाडि मलाई अब यहाँ बसेर हुन्न, म बच्चा खुसीको लागि भए पनि म विदेश जानै पर्छ भन्ने भयो कि। म 9 क्लास पढेको कि, अहिलेभन्दा 17 वर्ष पहिला कि। त्यति बेलाको पढाइ न इङ्ग्लिस राम्रो थियो, केही पनि थिएन नि त। तर म कस्तो सङ्घर्षले म साइप्रस गएँ, कस्तो सङ्घर्ष, कति दुःख, त्यहाँको मान्छेहरूको टर्चर मैले कति भोगेँ। के कस्ता टर्चर थियो? कस्तो रहेछ भने मलाई एजेन्टले चाहिँ यसको बच्चा छैन, यसले काम मात्र गर्ने, 24 घन्टा यसलाई जतिखेर पनि काममा लाउँदा हुन्छ, यसको बच्चाहरू छैन, फोनमा बोल्न पर्दैन, फोनमा टाइम लस हुन्न, ऊ सिङ्गल हो भनेर पेपर बनाइदिएर रहेछ। तर मेरो त बच्चा थियो नि त, मलाई कति अत्यार लाग्ने कि, बोल्न मन लाग्ने। अनि म त्यो काममा गएपछि साउनीले बोल्नै नदिने कि, फोन त छुनै नदिने। अनि मैले लुकेर कि यस्तोमा फोन राखेर, यस्तोमा फोन राखेर अनि काममा जान्थेँ माथि। अनि सिसी क्यामेरा हुन्छ भन्ने मलाई थाहा थिएन कि। अनि सिसी क्यामेरा रहेछ, अनि म नानीहरूसँग बोल्ने टाइम ट्याक्क स्कुल जाने बेला भयो भने बोल्न खोज्ने। अनि साउनीले त्यो सिसी क्यामेरा हेरेर सिधै के मलाई तल आइज भनेर भन्ने। अनि तल गयो भने त यहाँबाट निस्कि भन्ने के। अनि मैले के कारण भनेर मैले अब जानी नजानी भने कसरी हुन्छ ट्रान्सलेट गरेर देखाउने कि। अनि तेरो अनि तैँले किन फोन चलाएको भन्थ्यो। अनि मैले त अब मेरो बच्चालाई फोन गरेको, दिनमा एकचोटि मात्र बोल्न पाउँछु म, नभए नानीहरू बोल्न पाउँदैन भनेर भनेको। अनि तेरो बच्चा छैन, तेरो एजेन्टले यस्तो भनेको छ भनेर मलाई पेपर देखायो क्या। पेपर देखाएर हेर्दाखेरि अब अलिअलि त पढ्न आउने होइन। अनि सिङ्गल छ ऊ, उसको बेबी छैन, चिल्ड्रेन छैन भनेर लेख्दै रहेछ कि। त्यतिसम्म अधर्मी पापीहरू दलाल के। त्यहाँबाट त्यो घरमा जो म सबभन्दा सुरुमा साइप्रस गएर मैले काम गर्दाखेरि नि यो हातमा नि पुरै ठेला उठेर फुट्थ्यो कि, उत्तिखेर फुट्थ्यो क्या। ठुलो ठेला फोरा उठेर रगत तप चुने होइन, यस्तरी घाँस काट्न पर्ने क्या। त्यो जिन्दगीमा मैले कहिले नगरेँ काम हो कि त्यो, घाँस काट्न पर्ने। अनि यो पुरै दुखेर छुन हुन्थेन कि। त्यस्तै हातले खाना खान्थेँ कि मैले। त्यस्तो सम्मान गरेर आफ्नो बच्चाहरूको लागि मैले के गरिनँ, म आफू बेचिन पनि तयार थिएँ कि छोराछोरीको खुसीको लागि। उसको बाउले नहेरे पनि मैले कहिल्यै उनीहरूलाई बाउको कमी हुन दिन्न भनेर आजसम्म पनि। मैले हिजो 20 रुपियाँको दुध किनेर खुवाउन नसक्ने मान्छे, एक जोडी लुगा फिर्दिन सक्ने मेरो स्थिति नै थिएन कि। आज मैले के सोच्छु भने मेरो छोराछोरीले जे भन्छ म त्यही पुऱ्याउन तयार के। आज म जिउँदो छु र त तिमीहरूलाई मैले गर्छु भने, आज मसँग केही छ र त मैले तिमीहरूलाई गर्छु भन्ने हुन्छ कि मलाई। पक्कै पनि ठ्याक्कै अब कुरा आयो बात लाउनेमा, ठ्याक्कै अहिले चर्चा किन हामी कि त अनि गऱ्यौँ यो चर्चा छ बिहेको माहौलले नराम्रोसँग सोसियल मिडिया पिटेको छ यहाँहरू दुईजनाको विवाहको कारणले। एकदम त्यहाँ दुईवटा पक्ष भएको छ कि। एक पक्ष पुरै गाली दिने मात्रै छन्,
होइन दुईजना अफेयरमा थियो र पो त श्रीमती मारेर रहेछ भन्दा पनि मान्छे भइसक्यो भन्नको लागि 10 वर्षको रिलेसन रहेछ र त अनि यो दुईजना हिँडेको 10 वर्ष भएछ अनि बुढी मार्यो भनेर कमेन्ट गर्न सक्ने कस्तो खाले मन भएको मान्छे हो कि म यो साङ्गीतिक क्षेत्रमा आएको नै 5 वर्ष करस भयो होला बल्ल मैले उहाँलाई चिनेको नै इन्द्रेणीमा गएर हो तर कुनै दिन उहाँको र मेरो त्यस्तो नराम्रो कुराहरू कहिल्यै भएन कि तर मान्छेहरूले यत्तिकै जज गर्न उनीहरूलाई अधिकार त्यति धेरै छैन जस्तो लाग्छ कि मलाई मेरो पनि जिन्दगी छ उहाँको पनि छ हामी दुवैजनाको बच्चाहरू छन् हामीले त सानोतिनो पीडाहरू खपाउँछौँ बच्चाहरूले कसरी खपाउँछ आफ्नो बाबा आमालाई गाली गरेको अलिकति सोच दिएर कमेन्ट गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ मलाई त